कुनै व्यक्तिलाई उत्साहित पार्नको निम्ति एप्रिसिएसन अथवा धन्यवादीका कुराहरू पनि राख्न जरुरी हुन्छ। यदि हामी कुनै पनि व्यक्तिलाई धन्यवाद दिन्छौँ, एप्रिसिएट गर्छौँ, उसको कामप्रति हामी वाह गर्छौँ भनेपछि त्यो काम गर्न त्यो व्यक्ति उत्साहित हुन्छ। तर तपाईँ त्यो व्यक्तिलाई धन्यवाद दिनुहुन, एप्रिसिएसन गर्नुहुन, प्रेज गर्नुहुन, कुनै किसिमको राम्रो रिएक्सन दिनुहुन्न भनेपछि तपाईँ र त्यो व्यक्तिबिचको सम्बन्ध पनि अझ बलियो हुन सक्दैन, राम्रो हुन सक्दैन। र यदि हामी एप्रिसिएट गर्छौँ, धन्यवाद गर्छौँ भनेपछि त्यो व्यक्ति र तपाईँ बिचको सम्बन्ध बलियो हुनको साथै त्यो असल काम गर्न उसलाई फेरि उत्प्रेरणा मिल्दछ र त्यो व्यक्तिले अझ राम्रो काम गर्दछ। त्यसकारणले एप्रिसिएसन, धन्यवादी हुन हामी नछोडौँ, ग्रेटफुल हुन हामी नछोडौँ। यसले हाम्रो सम्बन्ध र हाम्रो उत्साहलाई पनि बढाउने काम गर्दछ।